चाहिँ हाम्रो आगो बलिसक्यो र यहाँ चाहिँ अन्डा उम्लिरहेछ है, व्यापक आगो बलिरहेछ र यहाँनिर चाहिँ दाङको मेस्मराइजिङ भ्यू बबाल भर्खर सनसेट भएर सकियो तर उज्यालो चाहिँ भइरहेछ। यहाँनिर चाहिँ दाइले मोलिरहनु भएको छ दाइले चाहिँ मस्त लाग्यो। ओके गाइज अँध्यारो हुन लाग्यो होइन, अब चुस्की लाउनु हुन्थ्यो कि दारू खाइँदैन, यस्तै छ जिन्दगानी। स्प्राइट खै स्प्राइटको बोतल ल्याउ त, एक गुड्की खान्छु यार। खोला स्प्राइट खाएर भयो नि केटा त्यो गममै जाला है त्यो हेरे केटा मासु आगो ठुलो बदा यार।